हे माया गर्दै अङ्गालो बेरौला काखमा राख्छु आँखामा हेरौला मेरा छन् कि न्यु रोड बजारको एउटा चस्मा किन्देऊ तिमी गुरुमा हुन्छौ चेला कस्तो महसुस हुने हो त्यो बेला मेरा छन् कि न्यु रोड बजारको एउटा चस्मा ठमेला छन् कि न्यु रोड बजारको एउटा चस्मा किन्देऊ न हजारको। आदरणीय लोकप्रेमी दर्शक महानुभावहरू, यसै सुमधुर भाकामा जमेको निकै रमाइलो अनि समसामयिक दोहोरी लोकपारखी लाखौं दर्शक श्रोतामा यति बेला चर्चाको शिखरमा रहेको छ। चर्चित दोहोरी कलाकार सानु केसी र सविता खड्का बीच के कस्ता माया प्रेमका चोटिला कुराकानी साटासाट हुँदैछन् त नौरङ्गी संसारको आँगनीमा। आउनुहोस् प्रिय दर्शक, हामी पनि यहाँहरूलाई सिधै लिएर जाँदैछौँ यिनै चर्चित कलाकारको साथ मनोरञ्जन गर्न यसै नौरङ्गी संसारको आँगनतर्फ। कलाकारको विशेष सम्मान स्वरूप भिडियोलाई भने अवश्य पनि अन्त्यसम्म हेरेर साथ अनि प्रतिक्रिया दिन नभुल्नुहोला। निकै ठट्यौली पारामा सानु केसीले भाका उठाए सुरुवातमै यसरी माया गर्दै अङ्गालो बेरौला काखमा राखी आँखैमा हेरौला भनिदिँदा उकुस मुकुस भो कठै सविता खड्कालाई मारिन कडक जवाफ उसै गरी तिमी गुरु म हुन्छु चेला कस्तो महसुस हुने हो त्यो बेला के मात्र भनेकी थिइन्। दर्शक श्रोतामा बेसरी हुटहुटी चल्यो। यता पालो कुरेर बसेकी सानु केसी झनै जोसिँदै पोथी ठुङ्दै हिँडेको भाले हो नुवाकोटे सिपालु खाले हो भन्ना साथ खपी नसक्नु भो फेरि सविता खड्कालाई। कस्तो खालको पिरती लाइएछु फर्स्ट ह्यान्ड भन्थे सेकेन्ड ह्यान्ड भेटाइछु। सविताको यस्तो खरो जवाफले रोन्किए सानु केसी उसै गरी फेरि बे गर्या हो भा छैन सन्तान तिम्रो लागि फर्स्ट ह्यान्ड भन्ठान के मात्र भनेका थिए। काउकुती नै चल्यो कठै यता सविता खड्कालाई। म गएसी उ मेरो सौता बहिन घरमै छिन् कि छोडेर पहिला गइन् भन्ना साथ जवाफ मार्न खप्पी सानु केसी के तल पर्थेर मारे जोसिलो जवाफ यसरी कुरो गर्न जान्दिन चपार निकाल्देको छोरछोरी नपार भनेपछि लाजले भुतुक्क हुँदै सविता खड्का आफ्नो पालोमा झुटो आरोप लगाएर जेठीलाई नसोच त खेलौन केटीलाई। सविताको यस्तो कडक जवाफले पिरोल्यो यता सानु केसीलाई अनि झर्यो यस्तो जवाफ हो कि होइन भन्देऊ न साथी हो दुईटा ल्याउने बाजेको नाति हो। खुत्रुकै पारे फेरि पनि सानु केसीले कठै सविता खड्का तल पर्ने त कुरै भएन मारिहालिन् दरै दनक उसै गरी। क्यारी जोड्नु यस्तो घर यो बेलाको कानुनलाई ख्याल गर भनेपछि हुरुक्कै भए एक्कासी सानु केसी नसोच न हामी बीच के हुन्छ छोड्देऊ कानुन मनमिले बे हुन्छ भनिदिँदा अलि ढुक्क हुँदै सविता खड्का आफ्नो पालोमा तिम्रै बन्ने थियो नि र कानुन भन्दा माथिको को छ र के मात्र भनेकी थिइन्। मन जित्ने कोसिसमा सानु केसी हाम्रो जोडी बवाल छ ठिक छ के जाबो कानुन पैसोमा बिक्छ के अब भने साँच्चै ढुक्क हुँदै अघि बढिन् सविता खड्का। जान्छु अब तिमीले लए मेरो नाममा तिम्रो नै थर भए भनिसक्दा नसक्दै निकै सुमधुर भाकामा चलेको औधी रमाइलो दोहोरीमा दुवै कलाकारले बिट मार्छन्। हाम्रो पनि उच्च सम्मान छ नौरङ्गी संसार लाइभ दोहोरी घर अनि तपाईँ हाम्रै प्रिय दोहोरी कलाकार सानु केसी र सविता खड्का प्रति। हवस् त आदरणीय दर्शक, आजको यो भिडियो यहाँलाई कस्तो लाग्यो हेरेर सल्लाह सुझाव प्रतिक्रिया दिन भने नभुल्नुहोला। मन परेमा यस च्यानलसँग जोडिन समेत आग्रह गर्दै यहाँहरूकै सुख दुःखको साथी म दिपेन्द्र घिमिरे आजको यो विशेष रमाइलो बसाइबाट ओजेल पर्छु। हवस् त नमस्ते नमस्कार।